नमस्कार, म प्रकाश अनुराग। आज तपाईहरुको माझमा गफ गफ विथ प्रकाश अनुरागको पहिलो श्रृङ्खला लिएर उपस्थित भइसकेको छु। तपाईहरुको माझमा मसँग आज अति नै विशिष्ट, अति नै प्रभावशाली र आफ्नो क्षेत्रमा धेरै नै योगदान पुर्याइसक्नु भएको महानुभाव हुनुहुन्छ र उहाँ हुनुहुन्छ आदरणीय कविज्यू, आदरणीय साहित्यकार, विभिन्न नामले परिचित गीतकार, कवि भनेर उहाँ आफ्नो नेपाल अधिराज्यभरिमै आफ्नो परिचय दिइसक्नु भएको, आफ्नो परिचय बनाइसक्नु भएको कविज्यू हुनुहुन्छ छविनाथ रिजाल। आजको यस श्रृङ्खलामा हामी तपाईहरुको माझमा हामी उपस्थित भइसकेका छौं आदरणीय हाम्रा अतिथि छविनाथ रिजाल सरलाई लिएर। र सर, तपाईलाई स्वागत छ हाम्रो यस गफ गफ विथ प्रकाश अनुरागमा। नमस्कार, धन्यवाद प्रकाश जी। सर, पछिल्लो समय तपाईले लेखेको, तपाईले कोर्नु भएको पुस्तकहरू, कविता संग्रहहरू अति नै चर्चित रहेको छ। सर, यो कवितातिर चाहिँ हजुरको रुचि कसरी आयो? कवितातिर मेरो रुचि धेरै पुरानो छ। कहानी मेरो कविता क्षेत्रमा प्रवेश बाल्यकालकै भन्नुपर्छ। हजुर, घरमा पिताज्यू कृष्णचरित्र, रामायण आदि पढिरहने भाका हालेर सुलोकमा मलाई बडो राम्रो लाग्थ्यो। हजुर। त्यही क्रममा भाषाशास्त्री, राष्ट्रिय कवि महानन्द सापकोटा यस भगवती माविको संस्थापक भएर आउनुहुँदा उहाँसँगै मैले पढ्ने मौका पाएँ। बडो ठुलो उत्साह र उमङ्ग उहाँले भरिदिनु भयो काव्य क्षेत्रमा। त्यसै बेला कविता लेख्न थालेँ र म 14 वर्ष टेक्दैमा छङ छङ गरनी शीतले छागो बिर्सिन सक्दिन मैले लेखेको पहिलो गीती भाकाको कविता छापिएको पनि छ नेपालको पहिलो डाँडोमा महानन्द गुरुको प्रेरणाले। त्यहाँबाट म प्रोत्साहित हुँदै लेख्दै गएको हुँ। भनेपछि हजुरको पिताजी र आदरणीय महानन्द सापकोटा ज्यूको मुख्य प्रेरणाले तपाईँ यस कविता भनौँ वा साहित्यलाई अगाडि बढाउँदै लैजानुभयो। हजुर। त्यस उपरान्त अरू धेरै कविहरूको पढ्दै पनि गइयो, प्रभावित हुँदै गइयो। मूल प्रेरणाको स्रोत चाहिँ उहाँहरूलाई म मान्छु। हजुर। अनि यो कविता लेख्दै गर्दाखेरि यो चाहिँ कस्तो अवस्थामा, कुनै बेला कहाँ बस्दाखेरि चाहिँ झट्ट आउँछ भन्ने कुरो हुन्छ कि कुन तरिकाले आउँछ, यो बताइदिनुहोस् न। यो बडो गम्भीर प्रश्न हो। कस्तो भने भावुक मनले कुनै दृश्य देखेपछि त्यसबाट अप्रेरित हुन्छ अनि त्यसमा उसको विचार घुम्छ र त्यो काव्य शैलीमा प्रकटित हुन्छ। अनुकूल वातावरण दृश्य नै हो या परिवेश हो जसले बीज रोपण गर्छ काव्यको। एउटा भनाइ पनि छ, जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ कवि। सत्य कुरा हो। यो कुरालाई हजुरले भन्दाखेरि यसलाई कसरी मान्नुहुन्छ? यो कुरो सही कुरा हो, किनकि कविले जब अप्रेरित हुन्छ उसका दिव्य दृष्टि खुल्छ। दिव्य दृष्टि खुलेर उसले गम्भीर रूपमा धेरै कुरा सोच्दछ र विवेचना गर्छ र त्यसलाई उसले एउटा सुन्दर शैली प्रदान गरेर सुन्दर संरचना गर्छ। चाहे काव्य हो, चाहे कुनै प्रकारको निबन्ध, उपन्यास या कथा, केही रूपमा साहित्यिक कृति त्यहाँबाट जन्म पाउँछ। त्यसले कुराकै सिलसिलामा म एउटा सोधेँ, हाम्रो सदरमुकाम इनौरामा अहिले साहित्यको अवस्था के छ? सदरमुकाम इनौरामा साहित्यको स्थिति राम्रो छ, किनकि यो भूमि बडो उर्वर भूमि हो। साहित्यिक दृष्टिकोणले यो यहाँको वातावरण बडो अनुकूल छ। एक त यो अहिले सहरीकरण बढी भएको छैन,
यो ग्रामीण अवस्थामै छ। वरिपरि सुन्दर हाम्रो ग्रामीण बसोबासो छ। प्राकृतिक सौन्दर्य केही न केही यहाँ व्याप्त छ। मान्छे त्यसैबाट प्रभावित हुन्छन् र यहाँको मानिसहरूको दिनचर्याले पनि कविको मनलाई अलिकति उगास्ने काम गर्छ, जसले गर्दा उसले त्यो वस्तु पाउँछ, लेख्ने सामग्री पाउँछ, लेख्छ। अहिलेको अवस्थामा जो नयाँ पुस्ताका कविहरू लेखकहरू हुनुहुन्छ, उहाँहरूलाई खासमा कविता लेख्दाखेरि वा साहित्यमा कथा जस्ता कुराहरूको रचना गर्दाखेरि खासमा चाहिँ के यस्ता विशिष्ट कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ तपाईँको थट्समा? वास्तवमा कुनै पनि साहित्य लेख्नु पर्दा त्यो फलदायी, प्रेरणादायी र आनन्दवर्धक, उपकारी इत्यादि इत्यादि भावनाले त्यो उत्पन्न हुनुपर्छ। मनको कुण्ठा, कसैलाई गाली गलौज गर्ने आदि होइन। हो, मिठो व्यङ्ग गर्न सकिन्छ, विकृतिहरूलाई मिठो व्यङ्ग गरेर हान्नुपर्छ, त्यो साहित्यकारको कर्तव्य पनि हो। तर यो कला हो, यो कलालाई अङ्गीकार गर्ने क्षमता कविहरूमा या साहित्यकारहरूमा त्यो हुनुपर्छ। कसैमा हुन्छ, कसैमा अलि हुँदैन। त्यो एउटा आफ्नो आफ्नो सिप र क्षमताको कुरो हो। हामी कुरा गर्ने सिलसिलामै मैले चाहिँ अब तपाईँको त धेरै रचनाहरू छ, त्यसमध्येको अहिले हजुरलाई लागेको कुनै एउटा रचना चाहिँ सुनौँ न त। त्यसो भए म यो देशको गरिमापूर्ण मानिस भएर देवताको रूपमा जानुभएको राजकुमार, भोलिको राजा हुने व्यक्ति सिद्धार्थ गौतम बुद्ध हजुर सन्यासी भएर हिँड्नुभयो। संसारमा एउटा एसिया, लाइट अफ एसिया भनेर चाहिँ उहाँको नाम पनि उज्जवल भएर गयो। त उहाँलाई नै सम्झेर 4 लाइन भन्नु पर्यो। हुन्छ हजुर। मेरा बुद्ध, मेरा बुद्ध उदित भए यही भूमि नेपालमा, मेरा बुद्ध प्रबुद्ध उदित भए यही भूमि नेपालमा, लुम्बिनी वनवाटिका सघन भो छाएर विश्वैमा, छहारी दुःख पीर तापहरूमा दिएर सद्भावना, हिंसा दुर्व्यसनादिबाट बच्नै ज्योति छरी विश्वमा, मेरा बुद्ध प्रबुद्ध उदित भए यही भूमि नेपालमा। वाह, धेरै राम्रो, अति नै सुन्दर। यो भगवान् गौतम बुद्ध जसले त्यत्रो ठुलो राजाको छोरो, आफू नै राजा भइसकेको मान्छे सारालाई छोडेर आज दुनियाँको लागि भगवान्, दुनियाँको लागि प्रेरणाको स्रोत भइसक्नु भएको छ। र त्यस्ता बुद्धको जन्म पनि यही प्यारो मातृभूमि नेपालमा भएकोमा हामीलाई गर्व पनि छ। र अहिले साहित्यको अवस्थालाई हेर्ने हो भने नयाँ नयाँ युवाहरू पनि आइरहेका छन्, गरि पनि रहेका छन्। यसै सिलसिलामा तपाईँले विभिन्न किसिमको गीतहरू, कविताहरू पनि कोर्नु भएको रहेछ है। र धेरै गीतहरू छन्, धेरै गीतहरू पनि छन् र धेरै गीतहरू गाइसकेको पनि अवस्था छ है। र मलाई जहाँसम्म के लाग्छ भन्दाखेरि देशभक्ति, देशप्रति समर्पित भएको हजुरको चाहिँ नि कविता गीतहरू पनि रहेको छ। हाम्रो दर्शक श्रोताहरूलाई पनि देशप्रति समर्पित भएको केही कोसेली छ भने त्यो पनि सुनौँ। हजुर, म एउटा गीत त होइन, यो कविताको रूपमा हजुर हजुर म प्रस्तुत गर्न चाहन्छु। मेरो देश, मेरो देश छ नामी विश्वभरिमा, बिर्सी नसक्नु कहीँ, भूवैकुण्ठ बनी बडा रूपमा बसन हरिजी यहीँ, पर्वत राज हिमाल पुत्री सतीजी
श्री पार्वती खेलनी सेतो आँगन हिउँको छ शिवजी आनन्दले नाचनी कोका कौशिकी शालग्राम सलिला नारायणी मग्न भई कर्णाली अनि बागमती जलधिको पीयूष सिंचित भई हामी छौँ अति धन्य युग युगमा शक्ति गरी सञ्चित प्यारो देश जीवन्त राख्न वीरता आफ्नो यही वैभव। धेरै राम्रो। देशप्रति समर्पित, देशप्रति आफ्नो भावनालाई प्रकट गर्नुभएको छ र देशको विभिन्न विषयहरूलाई पनि उहाँहरूले यस कवितामा उठान गर्नुभएको छ। अति नै राम्रो। र अब म हजुर सुनसरीको सदरमुकाम इनरुवामा रहेर यत्रो ठुलो आफ्नो साहित्य जीवनको यात्रालाई लैजानुभयो, कतिको सरल र कतिको कठिन रह्यो? यो त्यसो त भावना हृदयमा आउँछन्, भावना अनेकौँ सरल रूपमै आउँछन्, तर त्यो भावनालाई गाँच्न र त्यसलाई संयोजन गर्न एउटा टिम चाहिन्छ, एउटा समूह पनि चाहिन्छ, एक्लोले केही हुन सक्दैन। त्यसैले म चाहिँ नि मेरो युवा अवस्थादेखि इनरुवाका विभिन्न साहित्यिक सङ्गठनहरूमा या संस्थाहरूमा म आबद्ध छु, हुने गर्छु, सकेको समय दिने गर्छु, साथीहरूसँग लाग्छु। त्यसै क्रममा यहाँको साहित्य जीवन्त रहोस् भन्ने दृष्टिकोणले हाम्रा अग्रज यस भूभागका प्रखर साहित्यकार कर्णसिंह मुरुङजय, पण्डित टिकादत्त सुवेदी, पण्डित फणिराज भट्टराई, मानन्द गुरु भाषाशास्त्रीकै अगुवाईमा अप्रेरित हुँदाको बखतमा म पनि उहाँहरूको अमृत समाएर पछि लागेको एउटा सिकारु बालक हुँ र उहाँहरूको जीवनकालमै यहाँ सुनसरी साहित्य प्रतिष्ठान नामको संस्था खोल्यो। संस्था खोलेर यहाँ साहित्यिक चर्चा परिचर्चा, गोष्ठी, सेमिनार आदि अनेकौँ उहाँहरूको चाहिँ नि अगुवाईमा हुँदा म पनि सहभागी भएर काम गरेको हुँ र त्यो सुनसरी साहित्य प्रतिष्ठानको पहिला नाम सुनसरी साहित्य एकाडेमी थियो, पछाडि प्रतिष्ठान भएको हो। त्यसमा पनि म सचिव भएर काम गरेको थिएँ। 31 सालमा चाहिँ सम्म त्यो आएको थियो। त्यस पछाडि त्यो अन्त गयो अनि यहाँ अलिकति ग्याप हुने स्थिति भएपछि मेरै संयोजनमा सृजनशील नेपाली साहित्य संस्थान नामको संस्था खुल्यो र त्यसको अध्यक्ष माननीय त्यो बेलाका रविन्द्र चक्रवर्ती मेरा मित्र, अध्यक्ष मेरा गुरु पण्डित टिकादत्त सुवेदी उपाध्यक्ष, म महासचिव भएर त्यसलाई सञ्चालन गऱ्यौँ। अरू साथी पनि धेरै हुनुहुन्थ्यो। त्यसले धेरै 1 दशकभन्दा बढी त्यसले काम गरेपछि यहाँ ग्याप हो। साहित्य श्रृङ्खला भन्ने एउटा फेरि उदय भयो, त्यो 2-3 महिनामै सकियो। म त्यहाँ पनि थिएँ। त्यस पछाडि महानन्द स्मृति साहित्य प्रतिष्ठान 2053 सालमा मेरै अध्यक्षतामा धेरै साथीहरू जस्तै कालीप्रसाद सुवेदी, पुरुषोत्तम घिमिरे, विष्णु थापा मगर आदि आदि, नारायणराज भण्डारी सबै भएर यहाँ खोल्यौँ र त्यो अहिलेसम्म जीवन्त छ र महानन्द गुरुकै नामलाई अलिकति अजरमर पारौँ भन्ने हामी चेलाहरूको एउटा सद्भावले गर्दा त्यो भयो र साहित्यकार सिडिओ वामन प्रसाद नेपाली यहाँ आउनुभएको थियो। उहाँकै अभिप्रेरणाले महानन्द गुरुको शालिग बनाउने काम पनि भयो। त्यसको संयोजकमा मलाई नै साथीहरूले राखे र अहिले त्यो चोकमा श्री भगवती माविको पछाडिपट्टि चोकमा महानन्द चोक नामै छ,
त्यहाँ शालिगको बिहाको छ। यसमा चाहिँ नि वामन प्रसाद न्यौपाने स्टुडियो साहब त्यो बेला प्रधानमा हुनुहुन्थ्यो खेमराज पोखरेल, उहाँ हुनुभयो। सबैको सहयोगले हजुर अथक परिश्रम गरेर नेताहरू समेत सब लागेकै हुन्, सद्भाव दिएकै हुन्, साहित्यकारहरू सब लागेकै हुन् र त्यसलाई बल्ल बल्ल 59 सालमा चाहिँ नि हामीले अनावरण गऱ्यौँ महानन्द गुरुको शालिग। हजुर हजुर। र त्यो संस्था उहाँकै नाममा अहिले पनि महानन्द स्मृति साहित्य प्रतिष्ठान नामले के गर्दैछ, बामे सर्दैछ। अनि हिजोसम्मको अवस्थामा तपाईँहरूले गर्दै आइरहनु भएको साहित्यिक कार्यक्रमहरू र अहिलेको अवस्थामा के कति परिवर्तन देख्नु भएको छ? धेरै परिवर्तन छ, किनकि पहिला धेरै असजिलो थियो। मानिसहरूलाई जम्मा गर्न पनि अब निकै नै खट्नु पर्थ्यो। अहिले संसाधन छ, माइकिङ गरेर पनि हुन्छ, यसरी प्रचार गर्न पनि सजिलै। अहिले त मोबाइलले बोलाउँदा पनि हुन्छ इत्यादि। अहिले केही न केही सजिलो छ काम गर्न, त्यसैले अहिले संस्थाहरू पनि निकै खुलेका छन्। तर के भनेदेखि एउटा अप्रिय कुरा, साहित्यकारहरू एकधर्मी हुनुपर्छ, साहित्यधर्मी हुनुपर्छ। यो कुरो आफ्नो ठाउँमा एकदमै छ। बुझ्नेहरूले यो कुरालाई बुझेर एक ढिका पनि छौँ। तर पनि कता कता यो विभिन्न मतमतान्तरका नेताहरूले उडालेर आफ्नोतिर तानेर, भनेपछि यो दलगत राजनीति जसरी विभिन्न सिद्धान्त विभिन्न धारका राजनीतिहरू गर्ने राजनीतिक कर्मीहरू जस्तै साहित्यमा पनि विभिन्न धारका वा भनौँ विभिन्न सोच वा राजनीतिक दलसँग अभिप्रेरित भएका पनि साहित्यहरू चाहिँ त्यसरी टुक्रामा बाँडिएको भन्न खोज्नु भएको हो। मैले भन्न खोजेको त्यही हो। ठ्याङ्गै नामै अलग अलग राखेर आफ्नो पार्टीगतको रूपको नाम अलग अलग राखेर खोल्ने काम पनि भएको छ। तर के छ भनेदेखि समझदारी आपसमा हाम्रो, चाहे कुनै दलगत नीतिले प्रेरित भएर खोलेको छु किन नहोस्, तर उसले उसलाई बोलाउने, उसले उसलाई बोलाउने, उसले उसलाई बोलाउने, उसले उसलाई बोलाउने आदि छ। र समान कार्यक्रमहरूमा चाहिँ अलिकति ढल्काइ मल्काइ चाहिँ हुँदो रहेछ। त्यो चाहिँ खड्किएकै छ। अनि यस्तो प्रकारको सोच र यस्तो प्रकारको चाहिँ नि दलगत राजनीतिक विचारधाराले प्रभावित भएर साहित्यलाई चाहिँ एउटा टुक्रा टुक्रा बनाएर लैजाँदाखेरि आउँदै गरेको नयाँ पुस्ताहरूमा यसले कस्तो प्रकारको प्रभाव पुर्याउँछ त? होइन, टुक्र्याउने स्थिति चाहिँ हो। नेताहरूको जुन आफ्नो दलगत रूपले सङ्गठित गरेर आओ यसो गर तिमीहरू भनेर जुन एउटा भावना दिएर चाहिँ फ्याकल्टी छुट्याइदिएको स्थितिमा, तर स्वयं साहित्यकार त्यति गिरेका छैनन्। साहित्यकारहरूको उदार विचार छ, टुक्रिन चाहिँ पाउँदैन, दिएको छैन। भनेपछि जे जस्तो भए पनि उनीहरूको छत्र छायामा रहे पनि आफ्नो साहित्य धर्मलाई चाहिँ पालना गरेको छ। ठिक छ, धेरै राम्रो कुरो। यसै सिलसिलामा अहिलेसम्म हजुरले चाहिँ लेख रचनाको कुरा गर्दाखेरि कतिवटा पुस्तकहरू वा कतिवटा आफ्नो एउटा किताबहरू चाहिँ सार्वजनिक गरिसक्नु भएको छ वा निकालिसक्नु भएको छ, देखाउन मिल्छ? मेरो कृतिको हकमा पुस्तकाकार रूपमा पहिलो औपन्यासिक काव्य, उपन्यासको आनन्द दिने, कथा प्रसङ्ग हुने यो मृदु सुन्दर हो। यो 2066 सालमा प्रकाशन गरेको हो। यो एउटा मुक्त लयमा लेखिएको चाहिँ नि यो पुस्तक छ। यसबाट एउटा कुनै श्लोक जाओस् त्यसो भए। यसबाट यो बनाउनु वा बिगार्नु या हाँस्नु रुनु गर्नु नगर्नु मुटु मुटुको दृढ अटोटै हो प्रतिज्ञा सफल हुनु।
यसकै बलले विश्व अडेको राष्ट्रिय गरिमा चम्किएको पुरुषार्थ पराक्रममा शस्त्र प्रतिज्ञा बन्न गएको कर्म विषयको हो गोरेटो यस बिना हिँड्ने केमा कर्म विषयको प्रेरक सोच कसरी सुनिने यस बिना शुभ्र हिमाल पछि खडा छ नित्य दिन विचार दृढ प्रतिज्ञ सलल बनी निर्मल निर सेवामय छ बद्ध प्रतिज्ञ चाचा गर्ने बछडा प्रति छन् पन्छीहरू कर्तव्य प्रतिज्ञ गुणको वैगुण गर्न नहुने हेरन विषधर स्नेह प्रतिज्ञ घरका गाई वस्तु कुकुर भेडा बाख्रा पन्छी मयूर कति कृतज्ञ सेवा पाई मालिकप्रति कर्तव्य प्रतिज्ञ। यसरी के भने मानिस भइकन या चेतनशील व्यक्ति भइकन कस्तो हुनुपर्छ भने गुणग्राही हुनुपर्छ र कुनै शुभ काममा दृढ प्रतिज्ञ हुनुपर्छ। कर्मलाई एउटा के भनेदेखि कर्तव्यलाई बुझ्ने पशु पन्छी साप किरा फट्याङ्ग्रा पनि छन् माया गरेको बुझ्छन् अनि मान्छे किन बुझ्दैन मान्छेले यो गर्नुपर्छ भन्ने एउटा मैले केही दिन खोजेको नि। धेरै राम्रो। त्यसै गरी अर्को पनि के छ? अर्को यो माया मोह हो। यो माया मोह चाहिँ नि मुनामदनको भाकामा महाकवि देवकोटाले रच्नु भएको उहाँको विशिष्ट कृति मलाई सानैदेखि पढ्दा बडा मिठो लाग्थ्यो अनि म त गुनगुनाउँथेँ र त्यही आधारमा मलाई पनि लेखौँ भनेर चाहिँ नि मनमा लागेको थियो र मैले यसलाई त्यही भाकामा लेख्ने प्रयत्न गरेँ। यद्यपि यो सुन्दर गीत हो र मुनामदनले विभिन्न भाकामा गाइने विभिन्न लयमा मिठो उत्रिएको गीत हो त त्यो त्यही नै लयमा छ तर म त गाउन चाहिँ सक्दिनँ हगि। अब यहाँ त गायक स्वयं हुनुहुन्छ होइन, हजुरले अब जसरी यसलाई गाउनुहुन्छ त्यही नै ठुलो कुरा। ठिक छ, म त लय मात्रै भन्छु हगि। सुन्दर कस्तो सौन्दर्य कस्तो सुख र दुःख के को सानो अनि को ठुलो भन्ने वेदको टुङ्गो के मर्ने हो मूल यथार्थ सत्य प्रकृति सङ्गममा हाँस्दैछ कोही रुँदैछ कोही एउटै पलमा जन्मिन्छ कोही मर्दछ कोही अन्त्येष्टि विवाह जन्मोत्सव श्राद्ध एकै पल एकै स्थानको प्रवाह प्रकृति लिखित अलिखित काव्य पढ्नेले पढ्दो छ बुझाइ आफ्नै किसिमले हुने यही क्रम बढ्दो छ। यो यस्तै प्रकारले राम्रो सुन्दर र यस्तै प्रकारका कविताहरू अझै पनि होलान्। अरू कुनै कृतिहरू छ कि? अरू मेरो यो रचना पुस्तकका रूपमा यी दुईटा मात्रै मैले अहिलेसम्म छापेको छु र त्यसपछि मेरा अरू सम्पादनका धेरै किताबहरू छन्, छापिएका हुन्, विभिन्न ठाउँमा छन्, पत्र पत्रिकामा अनेक कृतिहरू लेख रचना कथा निबन्ध गीतहरू धेरै छन्, छापिएका छन् र अरू छाप्न मेरो करिब झन्डै 2 दर्जन किताबहरू विभिन्न विधाका गीत गजल भजनदेखि लिएर बालगीत अनि अङ्ग्रेजीको पनि कोसिस गरिरहेको छु। म अलि यसो अङ्ग्रेजी पढाउने दायित्व पाएको थिएँ पहिला माविमा अनि अलि अभ्यास थियो, त्यसैले यसो लेख्ने विद्यार्थीको लागि भनेर लेखाइको विधाको कुरा गर्दाखेरि खासमा चाहिँ तपाईँ व्यक्तिगत रूपमा चाहिँ कुन विधामा चाहिँ अलिक बढी रुचि राख्ने गर्नु? मेरो बढी चाहिँ मेरो काव्य कवितामै बढी किताबहरू छन्। कवितामा अनि हजुरले भन्नुभयो गीतहरू पनि छ, गीतहरू पनि लेख्नु भएको छ? गीतहरू धेरै छन्। धेरै गीतहरूमध्ये हाम्रो प्रसिद्ध गायक प्रकाश अनुरागजीले चाहिँ 2-4वटा गीत लानुभएको छ। उहाँले एउटा केही रेकर्ड पनि गर्नुभएको छ। एउटा भक्ति गीत हो। भक्ति गीतमा मेरो श्रद्धा हो, म त एउटा आस्तिक मान्छे हुँ, त्यसैले गर्दा शुभारम्भ गरिदिउँ भनेर पहिला मैथिलीमा चाहिँ लेखेको थिएँ
यो समयलाई हाम्रो कुम्भ मेलाको सन्दर्भमा त्यो पनि प्रकाश अनुरागजीले गाउनुभएको थियो, त्यसलाई क्यासेट गरेको थियो, त्यसलाई ऊ पनि गरेका थियो, विमोचन गरेका थियो हाम्रा प्राज्ञवर विवश पोखरेलज्यूलाई ल्याएर यिनीहरूमा प्रकाशजीलाई सम्मान गरेका थियो। र त्यस उपरान्त फेरि अर्को जय हे भगवती माता भक्ति गीत, यो पनि राम्ररी भिडियोमै आइसकेको छ। प्रकाश अनुरागजीकै चाहिँ नि यो एउटा उत्साह उमङ्ग हो, मेरो त सानो रचना मात्रै हो। अनि शृङ्गारिक धेरै मेरा गीतहरू छन्, 100-200 छन्, जसमध्ये साथीहरूले लगेका छन्, प्रकाशजीले पनि लानुभएको हो। शृङ्गार गीतमा म मरौँ या रहौँ फिक्री छोड प्रिय, म बन्छु अझ र तिमी बाँचिरहे, यसलाई उहाँले आफ्नै भाकाले राम्ररी गाउनु भएको छ, मैले सुन्न पाएको छु। र यसै गरी अरू धेरै कृतिहरू छन्, यहाँले भनिहाल्नुभयो। अब एउटा मैले यहाँ भर्खर कोर्दै गरेको 4वटा लाइन सुनौँ न। तन्नेरी गीतको एउटा 4वटा लाइन मात्रै भन्छु। एउटा फुल चाहिन्छ है लगाउन शिरमा, एउटा फुल चाहिन्छ है लगाउन शिरमा, चाहे फुलोस् बगैँचामा चाहे फुलोस् भिरमा, चाहे फुलोस् बगैँचामा चाहे फुलोस् भिरमा, एउटा धेरै नै राम्रो टुक्रो हो। र यसरी सुन्दै जाँदाखेरि तपाईँबाट धेरै कुराहरू सिक्नुपर्ने कुराहरू छ। अहिलेका युवा पुस्ताहरूले खास गरी कविता लेखनमा, साहित्यमा र यस साहित्य अन्तर्गतका विभिन्न विधाहरूको बारेमा। र आजको पहिलो श्रृङ्खलामा हामी यति नै कुराकानीहरूलाई अन्त्यतिर हामी जाँदैछौँ। र अन्त्यमा तपाईँबाट कट गर, एक त उताबाट यताबाट ग्यादरिङ आउँदैछन्, त पनि खिलिक खिलिक गर्छस्। रेडी? ल सर, एउटा अब गजल सुनाउनु त। एउटा गजल त म धेरै लेख्ने होइन, तैपनि यसो 100-150 चाहिँ कनीपुथी लेखेको छु। हजुर। त्यसमध्ये यसो पल्टाउँदा एउटा भेटेँ यहाँ, हजुर। तर देश सम्बन्धी हुनाले यही भन्नु जस्तो लाग्यो। हुन्छ, सुन है। शृङ्गारिक छैन, शृङ्गारिक अरू छन्, अब अहिले यही भेटेँ। देशलाई चुस्ने होइन पोस्ने कुरा गरौँ, देशलाई चुस्ने होइन पोस्ने कुरा गरौँ, देशलाई राम्रो पार्ने ध्येय पुरा गरौँ। देश रहे मात्र हामी रहनेछौँ यहाँ, ऋण तिर्न मातृभूको भक्ति पुरा गरौँ, ऋण तिर्न मातृभूको भक्ति पुरा गरौँ। काम गरौँ देशलाई उठाउने माथि, रक्षा गर्ने विभूति हो फुटाउने छाती, रक्षा गर्ने विभूति हो फुटाउने घाँटी, पुर्खाको हो धरोहर सिङ्गो देश हाम्रो, मायाले नै भर्न सकौँ हामी हाम्रो छाती। सपनीमा पनि देशै देख्ने कुरा गरौँ, शिरमाथि सधैँ देश बोक्ने कुरा गरौँ, आँखा कोनी नानी जस्तो प्यारो मुलुक हाम्रो, भाग्यले नै पायौँ होस राख्ने कुरा गरौँ, भाग्यले नै पायौँ होस राख्ने कुरा गरौँ, देशलाई चुस्ने होइन पोस्ने कुरा गरौँ, देशलाई राम्रो पार्ने ध्येय पुरा गरौँ, ध्येय पुरा गरौँ। धेरै नै राम्रो। देशलाई चुस्ने होइन पोस्ने कुरा। अहिले त्यस्तै देखिन्छ। निश्चित रूपमा देश विकास गर्नुपर्छ, देशलाई अगाडि बढाउनुपर्छ र त्यसका निमित्त देशलाई कसरी पोस्ने भन्ने मानसिकताको विकास हुनु जरुरी छ। र त्यसैले पनि यी यस्ता कुराहरूले नै सायद एउटा कुरा प्रुफ भएको छ, जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ कवि। किन भन्दाखेरि जहाँ उज्यालो नपुगे पनि त्यहाँको बारेमा, त्यस विषयवस्तुको बारेमा पनि कविले लेख्न सक्छ र मान्छेलाई बुझाउन सक्छ। अब हामी बिल्कुल अन्त्यतिर छौँ र यसै क्रममा अन्त्यतिरको सिलसिलामा चाहिँ म सरलाई चाहिँ अन्तिममा कुनै एउटा छोटो मिठो केही कोसेली छ भने प्रस्तुत गरौँ र त्यस पश्चात हामी
यस कार्यक्रमबाट बिदा लिन्छौँ। एउटा सानो प्रसङ्गवश केही न केही रोचक होला कि सुनाइदिउँ सुनौँ। है। टुक्रा हो। मानसिक शान्ति ज्यादा लोभले बिगार्छ। मानसिक शान्ति ज्यादा लोभले बिगार्छ। गर्नुपर्ने उद्यम आलस्यले बिगार्छ। मानसिक शान्ति ज्यादा लोभले बिगार्छ। गर्नुपर्ने उद्यम आलस्यले बिगार्छ। सम्बन्धलाई पोल चुक्ली क्रोधले बिगार्छ। सम्बन्धलाई पोल चुक्ली क्रोधले बिगार्छ। न्यायलाई घुसखोरी कुलतले बिगार्छ। न्यायलाई घुसखोरी कुलतले बिगार्छ। न्यायलाई घुसखोरी कुलतले बिगार्छ। कुलतले त धेरै कुरो बिगारेको छ हो। र यो सँगसँगै आजको हाम्रो यस गफ विथ प्रकाश अनुरागको पहिलो श्रृङ्खलामा आदरणीय कविज्यू छविनाथ रिजालसँग हामी कुराकानी गऱ्यौँ र यो सुनेर देखेर साथ दिनुहुने सम्पूर्ण दर्शक श्रोताहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हस्त नमस्ते। सम्पूर्ण श्रोतावृन्दमा मेरो पनि नमस्कार। र आजको यस पहिलो श्रृङ्खलामा हामी छलफल गऱ्यौँ, कुराकानी गऱ्यौँ आदरणीय कवि छविनाथ रिजालसँग। भिडियो हेरेर मन परे तपाईहरू सम्पूर्ण साथीहरूमा पनि सेयर गरिदिनु होला र यस भिडियो मन परे लाइक गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हस्त धन्यवाद।